हेर्नु न बादशाहलाई समस्या कस्तो आएको छ भने बिहाको हप्ता 10 दिन भएको रहेछ। पुरै खुट्टा चाहिँ यो माउ गाईको खुट्टा चाहिँ पुरा क्या त्यो भाँचे जस्तो त्यो पुरै खुर कुच्चाले मात्रै टेक्ने क्या माथि खुर मुनि खुर पल्टेर माथिको भागले टेक्ने गर्दो रहेछ। अनि त्यतिकै राख्नु भएको रहेछ। अनि फेरि घाउ भएछ क्या त्यो नाभिमा पुरै किरा परिसकेको रहेछ। किरा टन्नै सुन्निएर हेर्नु न कस्तो भएको छ त्यो नाभि पुरा सुन्निएको रहेछ। अनि म उपचार गर्नको लागि पुगेको थिएँ। अनि मलाई सोधेको बाछा यस्तै दुध खान जान्छ भनेको यस्तै जान्छ नि यस्तै ब्याङठाङ गर्दै जान्छ 3टा 4टै खुट्टा उफ्रिँदै जान्छ भन्नुभयो। अनि हेर्न चाहिँ हेरेँ तर पुरा हेर्नु न खुट्टाहरू हेरेको यस्तो बिजोग छ। यो नाभि हेर्नु न पाकेर त्यो किरा छ पुरा किरा परेको थियो। अनि त्यहाँदेखि सिटिसीहरू हालेर औषधि उपचार गरियो राम्रो भएको छ निको भएर अहिले चाहिँ राम्ररी दुध खान थालेको छ।